खुलेको नेपाल विद्युत प्राधिकरण खुल्ला प्रतिवेदन परीक्षाको अधिकृत स्तर 10औं 9औं 8औं तहको खुल्ला प्रतिवेदन परीक्षा 2082 9 महिना 18 गते खुलेको विज्ञापन तपाईहरूले भर्न छुट्नु भएको छैन नि। तपाईहरूले यो विज्ञापन वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ। वेबसाइट रहेछ यहाँ hrs.nea.org.np बाट। विज्ञापन यस प्रकार रहेछ। जस्तै सुरुमा छ अधिकृत स्तरमा पद भनेको सहनिर्देशक 10औं तहको लागि सेवा प्रशासन समूह लेखाको लागि जम्मा 1 जना खुलाको रहेछ। अनि यसको योग्यता के रहेछ भने वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल सरकार वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा 10 वर्षको कार्यानुभव वा सी उत्तीर्ण र नेपाल सरकार वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा 10 वर्षको कार्यानुभव। यसको न्यूनतम शैक्षिक योग्यता हो भने सहायक निर्देशक पद तह 8 पदको लागि सेवा प्रशासन अनि समूह लेखाको लागि पनि 1 जना खुलाको रहेछ। त्यसमा मधेसी 1 जना चाहिन्छ। योग्यता माथिको जस्तै भइहाल्यो। अनि सहायक प्रबन्धक तह 8 प्राविधिक इलेक्ट्रिकल पदको लागि अनि उपसमूह पनि इलेक्ट्रिकल। अनि यसको माग सङ्ख्या रहेछ 3 जना। त्यसमा खुल्ला 2 अपाङ्ग 1 र यो पूर्ण प्रकाशन भएको हो। अनि यो इलेक्ट्रिकल इन्जिनियरिङ स्नातकोत्तर तह उत्तीर्ण र नेपाल सरकार वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा 5 वर्षको कार्यानुभव हुनुपर्ने हो। यो तह 8 प्राविधिक इलेक्ट्रिकल पदको लागि। त्यस्तै सहायक प्रबन्धक तह 8 प्राविधिक मेकानिकल इन्जिनियरको लागि 2 जना खुलाको रहेछ। त्यसमा खुला 1 जना र महिला 1 जना। यसको शैक्षिक योग्यता के हो भने मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल सरकार वा सङ्गठित संस्थाको अधिकृत स्तर पदमा 5 वर्षको कार्यानुभव हुनुपर्नेछ। त्यस्तै विज्ञापन नम्बर 8283 पुरानो 8/146 सहायक प्रबन्धक तह 8 प्राविधिक अनि सिभिल इन्जिनियरको पनि भ्याकेन्सी खोलाको रहेछ। त्यसमा महिला 1 जना। यसको योग्यता के हो भने सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण र नेपाल सरकार वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा 5 वर्षको कार्यानुभव हुनुपर्ने। सहायक प्रबन्धक पदमा तह 8औं पदको लागि प्राविधिक कम्प्युटर इन्जिनियरिङको पनि भ्याकेन्सी खोलाको रहेछ। त्यसमा 1 जना महिला मागेको रहेछ। अनि यसको योग्यता के छ भने कम्प्युटर इन्जिनियरिङ स्नातकोत्तर तह उत्तीर्ण र नेपाल सरकार वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा 5 वर्षको कार्यानुभव अनिवार्य हुनुपर्नेछ। त्यस्तै पद प्रशासकीय अधिकृतको लागि अनि तह 7 सेवा प्रशासन समूह प्रशासन उपसमूह प्रशासन जम्मा 7 जना मागेको रहेछ। त्यसमा खुल्ला 4 महिला 2 आदिवासी जनजाति 1। यसको लागि पनि स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्नेछ। ब्याचलर उत्तीर्ण हुनुपर्नेछ। त्यस्तै कानुन अधिकृत पद तह 7औं पदको लागि पनि भ्याकेन्सी खोलाको रहेछ। त्यसमा 1 जना मागेको रहेछ भने खुल्लाबाट। त्यसमा कानुनमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुपर्नेछ। कानुनमा ब्याचलर गरेकोले भर्न पाउनेछ यो फर्म। त्यस्तै लेखा अधिकृत 7औं पदको लागि प्रशासन लेखाको लागि 12 जना मागेको रहेछ। त्यसमा खुल्ला 6 महिला 2 आदिवासी जनजाति 2 मधेसी 1 र दलित 1 जना मागेको रहेछ। यसको योग्यता के हो भने वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै चार्टर्ड एकाउन्टेन्ट पनि मागेको रहेछ। चार्टर्ड एकाउन्टेन्ट तह 7 को लागि लेखाबाट चार्टर्ड एकाउन्टेन्ट 5 जना। त्यसमा खुला 1 महिला 1 आदिवासी जनजाति 1 मधेसी 1 दलित 1 र सी उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै समाजशास्त्री तह 7 को लागि अनि प्रशासन अनि उपसमूह विविधबाट समाजशास्त्रको लागि 2 जना खुला 1 र आदिवासी जनजाति 1 समाजशास्त्र वा मानवशास्त्र स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै इन्जिनियर 7औं पदको लागि प्राविधिक इलेक्ट्रिकल समूहको लागि 75 जना मागेको रहेछ। त्यस्तै खुल्लामा 41 जना महिला 11 आदिवासी जनजाति 9 मधेसी 8 दलित 4 अपाङ्ग 1 र पिछडेको वर्गबाट 1 जना इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै इन्जिनियरिङ 7औं प्राविधिक इलेक्ट्रोनिक्स उपसमूहबाट 1 जना। त्यस्तै इन्जिनियर 7औं पदको लागि प्राविधिक मेकानिकलबाट पनि 3 जना। त्यस्तै इन्जिनियर प्राविधिक 7औं पदको लागि सिभिलबाट सिभिल इन्जिनियर 10 जना मागेको रहेछ। सिभिल इन्जिनियरको लागि खुल्ला 6 महिला 1 आदिवासी जनजाति 1 मधेसी 1 र दलित 1 जना। यसको लागि सिभिल इन्जिनियरिङमा ब्याचलर उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै सर्वे इन्जिनियरको लागि पनि 7 जना खोलाको रहेछ।
उपसमूह सर्वेबाट 1 जना, त्यस्तै इन्जिनियरिङ 7औं पद तहको लागि प्राविधिक कम्प्युटर इन्जिनियरिङबाट पनि 5 जना, त्यसमा खुल्ला 3, दलित 1 र महिला 1, यसको लागि पनि कम्प्युटर इन्जिनियरिङमा ब्याचलर उत्तीर्ण गरेको हुनुपर्ने छ। त्यसै वातावरणविदबाट पनि 7औं पदको लागि 7औं तहको लागि विविधबाट वातावरणको लागि पनि 2 जना। त्यसपछि दोस्रोमा छ सहायक स्तर पद मिटर रिडिङ सुपरभाइजर तह 5औं पदको लागि पनि विज्ञापन खोलाएको रहेछ। त्यसमा कोशीको लागि 12 जना, त्यसमा खुला 6, महिला 2, आदिवासी जनजाति 2, मधेसी 2। त्यस्तै मध्य प्रदेशमा जहाँ पद सङ्ख्या 8 जनामा 4 जना खुला, 1 जना महिला, 12 जना, मधेसीबाट 1 जना, अपाङ्गबाट 1 जना। यसको लागि +2 उत्तीर्ण गरेको हुनुपर्ने छ। त्यस्तै गण्डकी प्रदेशको लागि पनि जम्मा 3 जना, लुम्बिनीको लागि 15 जना, सुदूरपश्चिमको लागि पनि 3 जना खोलाएको रहेछ। त्यसै लेखापालको लागि तह 5 पदको लागि कोशीकोलमा 8 जना, मधेसमा 15 जना, गण्डकी 8, लुम्बिनी 9, कर्णाली 3, सुदूरपश्चिम 8। वाणिज्य वा व्यापार प्रशासनले प्रमाणित पद तह वा +2 उत्तीर्ण गरेकोले भर्न पाउनेछ। त्यस्तै सुपरभाइजर तह 5 को लागि लुम्बिनीमा 5 जना, कर्णाली 10, सुदूरपश्चिमबाट 13 जना। त्यस्तै सुपरभाइजर पदको लागि कर्णालीबाट 3, सुदूरपश्चिमबाट 4। त्यस्तै सुपरभाइजर पद तह 5 को लागि कोशीबाट 2, गण्डकी 2, लुम्बिनीबाट 2। विज्ञापन सम्बन्धी विशेष सूचना हेर्नु सक्नुहुन्छ तपाईँ। सम्मानित सर्वोच्च अदालतबाट रिट नम्बर यतिबाट समेत उत्प्रेरणाको निवेदनको लागि मिति 10/24 जारी भएको परामर्शको आदेश बमोजिम समावेश समूहबाट सम्बन्धमा 79/80 समावेश नगरिएका वास्तविक रूपमा गुमन गएका पदहरूको समेटी हुन गएको क्षतिको समेत पूर्ति हुने गरी कानुनमा व्यवस्था भए बमोजिम गर्ने गरी पदपूर्ति गरिनेछ। नोट परीक्षा किसिम के हुनेछ भने लिखित प्रस्तुतीकरण पाठ्यक्रम तपाईँले यो www.nea.org.np बाट प्राप्त गर्न सक्नुहुनेछ। परीक्षा दस्तुर के हो भने तह 10 को लागि 2000, तह 8 1400, तह 7 1200 र तह 5 को लागि 800। कुनै उम्मेदवार एउटा पद वा एउटाभन्दा बढीको लागि दिनेछ भने एउटाको लागि 500, त्यस्तै 10 तहको लागि 500, 7औं को लागि 400 र 5औं समूहको लागि 300 थप दस्तुर लाग्नेछ। उमेर हद भन्ने भनेर 2022-10-8 सम्ममा अधिकृत स्तर 8औं वा सोभन्दा पदलाई 21 वर्ष पुरा भई 40 वर्ष ननागेको र तह 7 को लागि 21 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्ने छ। सहायक स्तर 5औं तहको लागि 18 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्ने छ। अपाङ्गता भएको उम्मेदवारले 40 वर्ष ननागेको हुनुपर्ने छ। यसरी तपाईहरुले यो विज्ञापन हेर्नु सक्नुहुनेछ। यस्तै यसको दरखास्त दिने अन्तिम मिति भनेको 2082 10 महिना 8, आज 10 महिना 7 गते, भोलिको दिन अन्तिम डेट हो भने यसको दोहोरो दस्तुर भनेको 2082 10 महिना 15 गतेसम्म रहेको छ। त्यसैले सबैलाई अग्रिम शुभकामना। राम्ररी तयारी गर्नुहोला। अन्य केही जानकारी चाहिएमा कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हस्, धन्यवाद।